यतिको बाटो नेपालभरि सबैतिर भए त कस्तो मजा आउँथ्यो होला हेर न त। गाडीको झन् मजा आउने, गाडीका धेरै क्षति पनि नहुने, सर्भिसिङमा धेरै पार्ट पुर्जा पनि धेरै नलाग्ने। यो चाहिँ हो पोखराको बाटो है। ओके, आबु खैरेनीबाट म पोखरा जाँदैछु। ल हेर्नुहोस्, कुदाउन पनि यस्तो मजा आउने। त्यो पनि केमा छु भन्दाखेरि म BYD Atto 2 मा छु। पर्फर्मेन्समा केही प्रब्लम छैन। एसयुभी भनेको एसयुभी नै हो होइन। ल ल हेर्नुहोस् त, यस्तो मजा आउँदो रहेछ। यो बाटो आएपछि त पोखरा फेरि हप्तामा आउँ कि जस्तो फिलिङ हुन्छ हौ। ल हेर्नु, यस्तो राम्रो सजिलो छ कुदाउनलाई पनि। आनन्द आउने। 1-1.5 घन्टामै मुगलिङबाट पोखरा पुग्न सकिन्छ। ल, र बाँकी रह्यो गाडीको कुरा, पर्फर्मेन्समा नो प्रब्लम।